नमस्ते एभ्रिवान, वेलकम टु माई स्विट एन्ड मिनी ब्लग होइन। आज हामी जाँदैछौँ ब्याट्सम्यान बे विथ माई फ्यामिली होइन। वी आर लिटल बिट एक्साइटेड होइन। सिनेरीहरू कस्तो राम्रो थियो, बाटोमा घरहरू हाम्रो नेपालको जस्तै थियो, टिनले छाएको, कुनै कुनै घाँसले छाएको पनि थियो होइन। त्यो हेरेर चाहिँ हल्का हाम्रो नेपालको कुना कुनाको ठाउँमा घुम्न गएको वाला फिलिङ पनि थियो। फाइनली बाटोमा रोक्यौँ अनि चाय पियौँ होइन। त्यसपछि फेरि आफ्नो गन्तव्यतिर लाग्यौँ। जस हाम्रो यात्रा रमाइलो भयो, एकअर्कासँग हाँस्दै खेल्दै गाउँदै होइन, दुःख सुखको कुराहरू साट्दै आफ्नो गन्तव्यतिर लाग्यौँ। एकदमै रमणीय थियो, एकदम रमाइलो किसिमको थियो। फाइनली हामी आफ्नो डेस्टिनेसनमा पुग्यौँ। डेस्टिनेसनको सराउन्डिङ एकदमै राम्रो थियो गाइज होइन। इन्ट्रान्समै चाहिँ स्विमिङ पुल थियो, त्यो चाहिँ एकदम के भन्ने त्यसलाई अब मेन एट्र्याक्सन भन्ने के भन्ने होइन। तर बिच भएको ठाउँमा अब हामीलाई यस्तो स्विमिङ पुल नभए पनि फरक त पर्दैन थियो होइन। तर पनि जो राम्रो लाग्यो। यो चाहिँ इन्ट्रान्स। त्यसपछि हामी लाग्यौँ रिसेप्सनतिर होइन। त्यो दिनमा जोस् आकाश चाहिँ एकदमै क्लियर थियो, अलिकति सन्नी थियो होइन, जसले गर्दा हामीलाई घुम्न कुनै खालको डिफिकल्टी भएन। त्यसपछि हामी हेर्नतिर लाग्यौँ कि कतातिरबाट एन्ट्री गर्ने भनेर होइन। अनि ठ्याक्क मेरो देवरले हेरिराख्नु भएको छ कि कताबाट जाने हो भनेर। अनि मेरो देउरानी ईशा अनि कता गयो मेरो बाबु चाहिँ के काटिङ हेर्दैछन्। अब हि वाज सो एक्साइटेड टु सी दिस होइन। उसले चाहिँ देख्ने बित्तिकै आजै गर्नुपर्छ ल भनेर भनिरहेको थियो बाबुले। अनि मैले चाहिँ आज गर्ने होइन ल बाबु, हामी भोलि गर्ने, आज चाहिँ हामी घुम्ने भनेर भनेँ। अनि त्यहाँ चाहिँ कति धेरै चाहिँ घरहरू थियो होइन, बक्सेसमा भएको। अनि यो कार्टिङमा चढेर चाहिँ राइड गर्न मिल्ने रहेछ। फाइनली आफ्टर लङ वेट कियान पनि आयो। त्यसपछि दुईजनाको भेट अनि गफ। त्यसपछि लाग्यौँ रुमतिर। हाम्रो रुम टुर स्टार्ट भयो यहाँबाट। जे होस् कमल भाइ अनि शोभा बहिनी आर लाइक आवर फ्यामिली फ्रेन्ड्स। अनि धेरै समयपछि भेटेर होला। हाम्रो खुसीको लेभल नै बेग्लै थियो गाइज। त्यसपछि लाग्यौँ हामी रुम हेर्नतर्फ। दिस इज आवर फर्स्ट बेडरुम। जस एकदम राम्रो होइन, लिटल अनि कुजी, बिचमा बाथरुम थियो। अनि त्यसपछि यो सेकेन्ड बेडरुम जहाँ बङ्क बेड्सहरू पनि थियो होइन, जहाँ हामी सेयरिङमा तलमाथि सुत्न मिल्थ्यो। अनि यो चाहिँ थर्ड बेडरुम होइन। यो चाहिँ ग्रुपको लागि चाहिँ एकदम सुटेबल हुन्छ भन्छु म होइन, किनभने लन्च पनि ठुलो थियो। त्यसपछि हामी लाग्यौँ नास्ता गऱ्यौँ। त्यसपछि हामी आफ्नो फर्स्ट होइन लुकआउट अब्जर्भेसन पोइन्टतिर लाग्यौँ। बाबु कियान अनि विधान आफ्नै धुनमा होइन। मम्मी ड्याडीहरू अगाडि पुगिसक्नु भयो, दुईजना चाहिँ पछि। त्यही भएर मलाई अलिअलि डर लगाएर यिनीहरूले कतै तल त जाँदैन भनेर यहीँ यिनीहरूकै पछि हिँडिरहेको थियो। तर यो तल यो देखेपछि मलाई चाहिँ एकदम एट्र्याक्टिभ होइन, मेन पोइन्ट अफ एट्र्याक्सन हुन्छ नि त जे कुराको पनि होइन, यस्तो छ भनेर देखाएको होला सायद। अनि त्यसपछि म लागेँ अलि अगाडि, बाबुहरूलाई पछाडि छोड्दै तर हेरि चाहिँ रहेको थिएँ के गरिरहेछन् भनेर होइन। म सायद धेरै नै भिडियो अनि फोटो खिच्ने भएको भएर होला सबभन्दा पछाडि। अनि फुच्चेहरू पनि जोस् मेरो अगाडि आइपुग्दा मलाई अलिकति ढुक्क भयो। जोस् शोभा बहिनी बिजी हुनुहुन्छ फोनमा। त्यसपछि ईशा हल्का नाच्दै रमाउँदै होइन। जोस् हामी धेरै काम गरिसकेपछि अलिकता रिफ्रेस हुन जाँदा होइन, अर्कै लेभलको खुसी, अर्कै लेभलको एक्साइटमेन्ट हुनु त्यो अभियस नै हो होइन। ऊ दाजुभाइको एउटै पोजले हिँडिरहेछन्, कमल एन्ड माई बेबी एउटै छ है। एकछिनपछि चाहिँ कमल भाइले चेन्ज गर्छन्, चेन्ज गरेन् होइन। हामी गर्ल्सहरूले चाहिँ कुरा गर्ने टपिक अनि केटाहरूले डिस्कस गर्ने टपिक चाहिँ डिफ्रेन्ट हुन्छ होइन। यस मलाई चाहिँ हामी लेडिज टक भन्दा चाहिँ म्यानहरूको टक चाहिँ एकदम मनपर्छ होइन। जस उनीहरू चाहिँ धेरै बोल्दैन, ठिक्क बोल्छ होइन।
स्पेसली म भन्दा, किनभने म एकदमै धेरै बोल्छु लाइक अ च्याटर बक्स होइन। कहिले कहिले त म आफैले पनि रिस उठ्छ किन म यति धेरै बोल्ने भएको होला भनेर होइन। ल त साथीहरू अब यो ब्युटिफुल भ्यू हेर्नतर्फ लागौँ। सायद क्यानबेरामा बिचेसहरू नभएर पनि होला होइन। आई फिल सो एलाइभ टु सी दिस ब्युटिफुल बिच होइन। ल कमल भाइलाई यसो जिस्काइदिउँ न त गाइज। कमल भाइ लजाउँदै हल्कै एक्सप्लेन गर्दै हुनुहुन्छ कि कस्तो लाग्यो भनेर। सो म ईशातर्फ लागेँ। सी वाज लिटल बिट बिजी विथ हर बेबी एन्ड सो आई डिडन्ट डिस्टर्ब हर। अब मेरो बेबी वान एन्ड अन्ली मेरो बिग बेबीतर्फ लागौँ। सोधिरहेको थिएँ कि कस्तो लागिरहेछ। अच्छा है भन्दै हुनुहुन्थ्यो होइन। जे होस् आफ्नो माया गर्ने मान्छेलाई खुसी देख्दा आफूलाई पनि जस अटोमेटिकली खुसी लागिहाल्छ नि होइन। अनि हामी हेर्दै थियौँ सबैजना मिलेर होइन त समुद्रतिर। अनि फाइनली हामीले अलि पर डिस्टेन्समा चाहिँ वेल माछा देख्यौँ कि होइन। मलाई अहिले पनि याद आउँछ न्यू क्यासल जाँदाखेरि चाहिँ $70 तिरेर हेर्न गएको थियौँ। तर हल्का टाउको सानो मात्रै देखिएको थियो। तर यहाँ फ्री अफ कस्ट हेर्दा मजा नै छुट्टै थियो। त्यसपछि बनायौँ टिकटक होइन। यति त बनाउनै पर्यो होइन। जस रमाइलो भयो दिदीबहिनीहरूसँग धेरै दिनपछि यसरी ठुम्किनु पाउँदा। त्यसपछि लाग्यौँ अर्को बिचतर्फ होइन जहाँ डगीहरूको ग्याङ फाइट हुँदै थियो होइन। जस मान्छे नभएको भए त डेन्जरै लड्थ्यो होला। त्यसपछि हामी लाग्यौँ पार्कतिर होइन। कस्तो राम्रो बन्डिङ क्या है दाजुभाइको। बापरे सो स्विट। कस्तो प्रोटेक्ट गर्छन् अझ एकअर्कालाई होइन। त्यसपछि लाग्यौँ हामी रुमतिर। अनि त्यसपछि हामी डिनर रेडी गर्नतिर लाग्यौँ। हेर्नुहोस् गाइस लुक्दै खाँदैछन् कोही। त्यसपछि सबैजना मिलेर रेडी गऱ्यौँ डिनर होइन। फाइनली हाम्रो डिनर रेडी भयो। बाई बाई गाइज, सी यू।